ल गाइस, खुट्टा टाउको फ्राई गरेर खानको लागि सबभन्दा पहिले खुट्टा टाउको ल्याउनुहोस् अनि त्यसपछि मजाले त्यसलाई बनाएर 2-3 चोटि धोएर अनि सफा गरिसकेपछि तपाईले त्यसलाई चाहिँ मजाले उमाल्नको लागि लसुनको पेस्ट हालेर उमाल्न राख्नुहोस्। एकछिन उमालिसकेपछि हाफ बोइल भइसकेपछि तपाईले त्यसलाई निकाल्नुहोस्। निकालिसकेपछि तपाईले मसला बनाउनुहोस्। बेसन, दही, गार्लिक, लसुन अनि तपाईलाई आवश्यकता अनुसार नुन एड गर्नुहोस् र मसला एड गर्नुहोस् अनि चाहिँ बनाइसकेपछि यसरी त्यो हाफ बोइल गरेको खुट्टा टाउकोलाई चाहिँ मजाले यसमा डुबाउँदै यसरी फ्राई गर्नुहोस् गाइस। अब यो रेडी भइसक्यो अनि टक्क दालसँग छेउमा राखेर भातसँग खान मिल्छ। रक्सी खाने साथीहरुको लागि रक्सीको सिटन पनि हुन्छ। यो साथीहरु लेग फ्राई भनेको ल एक लट निकालिसक्यो गाइस। अब यहाँ एक लट पाक्दैछ गाइस। अरु धेरै नै छ यहाँनिर हेर्न सक्नुहुन्छ।